हामीले श्रम स्वीकृतिको चाहिँ डोफेको चाहिँ पासपोर्ट रिसेट चाहिँ कसरी गर्ने त्यसको बारेमा चाहिँ म यस भिडियोमा भन्छु साथीहरू। हामीले चाहिँ श्रम स्वीकृति गरिसकेपछि सुरुमा गर्दाखेरि चाहिँ हामीले एजेन्ट थ्रुबाट अनलाइन सपहरू अथवा हामीले चाहिँ त्यहाँ अफिसहरू नजिक रहेको चाहिँ साइबरहरूमा चाहिँ फर्म भरेर चाहिँ श्रम स्वीकृति गरेका हुन्छौँ र पछि चाहिँ हामीले आवश्यक पर्दाखेरि हामीले पासपोर्ट हाल्दाखेरि पासपोर्ट चाहिँ म्याच हुँदैन र त्यस्तो अवस्थामा चाहिँ हामीसँग साइबरहरूले चाहिँ आफ्नै मोबाइल नम्बर आफ्नो इमेल आइडी पनि राखिदिएको हुन्छ। सो त्यस्तो केसमा चाहिँ हामीले चाहिँ कसरी आफैले चाहिँ विदेशबाटै कसरी तपाईँहरूले आफैले नै पासवर्ड रिसेट गर्ने यस भिडियोमा चाहिँ म त्यो सम्पूर्ण जानकारीहरू बताउँछु साथीहरू। यदि हाम्रो च्यानल नयाँ हुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोड्न सक्नुहुन्छ र अब लागौँ स्क्रिनतर्फ। तपाईँले चाहिँ श्रमदान कल सेन्टर भन्ने एउटा नयाँ सुरुवात गरेको छ नेपाल सरकारले चाहिँ। तपाईँले चाहिँ के गर्नुपर्छ भने के गर्नु जस्ट यो नम्बर छ 9851347222 यो नम्बरमा चाहिँ तपाईँले व्हाट्सएप भाइबर इमोमा नम्बरमा एड गरेर चाहिँ मेसेज गर्नु होला आफ्नो पासपोर्ट नम्बर नाम भनेर चाहिँ पासपोर्ट रिसेट गरिदिनु। म पासपोर्ट थाहा छैन भनेर भन्नुभयो भने चाहिँ उहाँले उताबाट चाहिँ पासपोर्ट रिसेट गरिदिनुहुन्छ र पासपोर्ट रिसेट गरिदिसकेपछि पासपोर्ट चाहिँ अहिले 1 राख्यो भने लगइन हुन्छ साथीहरू। उताबाट गरिदियो भने डिफल्ट पासपोर्ट। सो पछि चाहिँ लगइन गर्दाखेरि 1 पासवर्ड राखेर लगइन गर्नु होला। तपाईँको आइडी चाहिँ लगइन हुन्छ र नेपालमा कल गरेर चाहिँ आफ्नो फ्यामिलीहरूलाई चाहिँ यो कन्ट्याक्ट नम्बरहरूमा चाहिँ फोन गरेर यस्तो भन्नुभयो भने हुन्छ। त्यसरी गर्दा पनि भयो, नत्र तपाईँले आफैले नै यो कन्ट्याक्ट नम्बरमा चाहिँ एड गरेर चाहिँ इमो भाइबर वाट्सएपमा चाहिँ एड गरेर आफैले पनि भन्न सक्नुहुन्छ र पासवर्ड रिसेट गर्न सक्नुहुन्छ है। र अब यसरी नै स्क्रिनमा देखेको जसरी तपाईँले फेमिएसको चाहिँ डोफेको चाहिँ पासपोर्ट चेन्ज गर्न सक्नुहुन्छ, रिसिभ गर्न सक्नुहुन्छ। र के जिज्ञासा के समस्या पऱ्यो भने हामीलाई हाम्रो फेसबुक पेजमा अथवा हामीले कमेन्ट सेक्सन कमेन्ट गर्नु होला साथीहरू। हाम्रो टिमले चाहिँ तपाईँलाई चाहिँ थप सेवाहरू चाहिँ प्रोभाइड गर्नेछ। र तपाईँहरूले श्रम स्वीकृति रिन्यू गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले चाहिँ सम्पूर्ण कामहरू चाहिँ अनलाइनबाट नै सम्पूर्ण सेवाहरू प्रदान गर्छौँ साथीहरू। हस्, धन्यवाद।